हामी सबै ठप्प पार्दैछौँ आन्दोलन कहिलेसम्म चल्छ लिएर जानु पर्यो आन्दोलन कहिलेसम्म चल्ला हजुर आन्दोलन कहिलेसम्म चल्छ अब शिक्षा आउने नआउनेसम्म एक्जाम हुन्छ नि तबसम्म हामी यो कालो पत्रै छोडिँदैन अनि एक्जाम होला जस्तो छ कि नै कापी जात हुन्छ कि नै एसीको हजुर एसीको कापी जात हुन्छ कि नै हुँदैन हाम्रो यो माग पुरा सरकार बोल्नु पर्यो हामी नभए ठप्प पार्दैछौँ हजुर कुन स्कुलदेखि आउनु कुन ठाउँबाट आउनु कुन ठाउँबाट आउनु भयो उदयपुर जिल्ला हजुरको स्कुलको नाम के भन्नुभयो कुन जिल्लादेखि यहाँबाट आउनुभयो उदयपुर जिल्ला अब 17 दिन भइसक्यो आन्दोलन थाल्नु भएको शिक्षाले त टाढो के अरे एउटा कानले सुनेर अर्को कानले उडाइराखेको जस्तो लाग्छ मलाई चाहिँ के भन्न चाहनुहुन्छ अहिलेको चाहिँ सरकारलाई शिक्षा दिने टिचरै हुन् होइन शिक्षक मन्त्रीलाई सांसदलाई पढाउने सबै टिचरै हो टिचरले पढाएर उहाँ जानुभएको साँच्चै पनि टिचरले शिक्षकहरू हेर नेपालको केही पाएका शिक्षकहरू तिज आइरहेको यहाँ तिज हामीलाई निजाबती कर्मचारी सराय अनि 2028 सालमा शिक्षा कानुन बनेको यत्रो 81-82 साल आइसकेको कानुन पर्दैन सरकारले त कुनै पनि कुराहरू त तपाईँहरूको त सुनेको छैन अझै पनि म भनिरहेको छु कि अब तपाईँहरू निरन्तरता दिइराख्नुहुन्छ यसै गरेर दिनका दिन 17 दिन भइसक्यो आन्दोलन तपाईँहरूको जारी नै रहन्छ कहिलेसम्म रहन्छ यदि बाइकसँग तपाईँको समस्याको समाधान गरिदिएन भने सरकारले तपाईँहरू के गर्न चाहनुहुन्छ हामी समस्या तोडेर पनि हामी जान सक्छौँ किनकि सुरक्षाकर्मीहरू त तपाईँ राम्रो धेरै नै प्रतिबन्ध लगाएको ठाउँमा अब हजुरहरू त अब जानुहुन्छ जानलाई खोज्नुहुन्छ खोज्नुहुन्छ बार छोडेर अगाडि बढ्नुहुन्छ त्यतिखेर धेरै धेरै धन्यवाद दर्शक पनि हेर्न सक्नुहुन्छ अहिले यस्तो छ माहौल होइन हजुर